Hello guys, it's Nisha. अनि के भन्छ मैले यहाँ मम्मीलाई सोधिरहेको छु किनकि म आज आर्ट कम्पिटिसनमा सिलेक्ट भएको छु अनि सबसे पहिला चाहिँ मम्मीलाई थाहा भएको त्यसपछि बाबालाई त्यसपछि कसलाई नै अनि त्यो मैले मम्मीलाई भनिरहेको छु तपाईहरुले मम्मीले रिएक्सन देखाउन सक्नुहुन्छ म अब हेरिराख्नुहोस् मम्मी तपाईले कस्तो लागिरहेछ म फर्स्ट भएर अनि म सिलेक्ट भएर तिमीले मलाई सिलेक्ट भएको कुरा फर्स्टमै सुनायौ त्यसको लागि एकदमै खुसी छु हैन त्यसको लागि तिमीलाई धेरै धेरै धन्यवाद मलाई सम्झेकोमा सेकेन्डमा तिमीले यत्रो जिल्लाभरिको मान्छेहरुसँग कम्पिटिसनमा भाग लिएर तिमी सिलेक्ट भयो तिम्रो उन्नति र प्रगतिको बाटो खुल्दै छ अझै प्रगति गर्दै जाऊ अझै राम्रो हुन्छ तिमी आशा छ भगवानसँग प्रार्थना गर्छु तिमी फर्स्ट होस् फर्स्ट प्राइज जितेर ल्याओस् थ्यांक यू नव बाबाको चन तपाईहरु अब कम त हाँस्नुहुन्छ हेरिराख्नु होला आ बाबा हजुर एकछिन बेला मेरो बाबाले चबास्नुहुन्छ अनि बल्ल आइ हेलो गाइस अब गाइस बाबा तर कस्तो लागिरहेको छ मलाई कस्तो लागिरहेको सेलेक्ट भइरहेको बेला कस्तो ओ यस तपाईलाई कस्तो लागिरहेछ बा भन्नु होला कस्तो लागिरहेछ नि मलाई ओ यस हेर्नु होला गाइस उच्चा कस्तो लागेछ भन्नु न म कस्तो चिलाइरहेछ नि बाबा तपाईलाई कस्तो लागिरहेछ भन्नु तपाईलाई कस्तो लागिरहेछ भन्नु गीत कहाँ के रे बाबु तपाईलाई कस्तो लागिरहेको छ ल रे ल गाइस भाइको रिएक्सन न तपाईलाई कस्तो लागिरहेको छ म सिलेक्सन भएको कस्तो लागिरहेछ नाक्छ लागिरहेको छ भोक लागिरहेछ यार भोक त लागिरहेछ त कस्तो लागिरहेछ मलाई भोक लागिरहेछ मैले के क्वेशन सोधिरहेको तपाईले के जान्छ दिनु भइरहेको छ म आर्ट कम्पिटिसनमा सिलेक्ट भएकोमा तपाईलाई कस्तो लागिरहेको छ आर्ट के भनेको तैले अनि यहाँ बोतल हालिन्छ अनि के भने भन राम्रोसँग भन तैले के भनेको हैन म नि आर्ट कम्पिटिसनमा सब स्कुलबाट आज गर्नु बसिरहेको आर्ट स्कुलबाट आई मिन सब स्कुलबाट म आर्टमा के भन्छ सेलेक्सन भएको छु तपाईलाई कस्तो लागिरहेको छ ए भाइ तिमी चुप लाग न हेर तपाईलाई कस्तो लागिरहेको छ बाबा मैले कपडा लागिरहेको छु बाबा ए कपडा ल्याइरा मैले कपडा लाग्छ बाबा भने तँलाई कस्तो लागिरहेछ अन्त ओ यस तपाईलाई कस्तो लागिरहेको बाबा कस्तो लागिरहेछ दार्जुङ आइरहेछ नि मेरो ए बाबा के कस्तो लाग्यो म उ सिलेक्सन भएर कनेक्सन भएर के भयो राम्रोसँग भन के म सिलेक्ट भएर तपाईलाई कस्तो लागिरहेको छ त सेलेक्ट भएर किन सेलेक्ट भयो आर्टमा यस के हो आर्ट भन्दा आर्ट भने के हो आर्ट के हो यही लागिरहेछ आछु लागिरहेको गाइस राम्रो लागिरहेको कि नै राम्रो लागिरहेछ कि नै बाबु लागिरहेछ के भनेको तैले राम्रो लागिरहेछ कि नै तपाईलाई म सिलेक्सन भएर के तँलाई कस्तो लागिरहेको म फर्स्ट भएर मेरो बाबा सुपर बा मम्मी हेर्ने भन्नु कस्तो रहेछ हेर श्रेया राई मलाई चाहिँ पढाइमा राम्रो आउनुपर्छ अनि आर्ट चाहिँ पढाइ होइन आर्ट भनेको कलर हो सब्जेक्ट छुट्टै हो यो बुझिस् आर्ट भनेको कलर हो
त्यसलाई सब्जेक्ट भन्दैन त्यसलाई सब्जेक्ट भन्छ तर त्यो सब्जेक्टलाई त्यसले भन्दैन आर्ट भनेको कलर ड्रइङ सब्जेक्टको कुरै गरे हैन यो बाबाले मैले आर्टमा जे भयो नि पढेकै चाहियो एउटा पनि नहुने सब स्कुलबाट म सेलेक्ट भए त्यही पनि कस्तो खुसी नभएको मारो मुझे अनि अब के गर्नु पर्ने मैले अब राम्रो लागेन कि नै भने के भन्नु पर्ने गाइज मुझे मार डालो मैं यहाँ बाबा बिना से सोदा हूँ पता है बाबा मेराको छ म सिलेक्सन इंग्लिश कहाँ तपाईँ त यस्तो सोध्ने मान्छेहरुले के यस्तो सोध्ने मान्छे छ नि 3-4 चोटी सोधेपछि नभनेपछि चुप्प लाएर बस्छ बाबा दादा कसरी लाग्छ इंग्लिश आ बोल इंग्लिश सिलेक्सन मेरो कस्तो लिएर इंग्लिश बोल्नु पर्यो नि बोल्दिन सो बाबी हैन आउनु बाबाको मुख हेर्न जान्छ गिरको पडा बोटे जिराको त यो बोटे खेल्छ वचन म बाबा भन्छु अब एकछिन नचल एकछिन अब नचल फोटो भने बाबा खान्छु बाबा उठ्नु भोक लाग्छ यसको भिडियो इट्स मी केटा बैसी तिमीलाई कस्तो लागिरहेको छ दिदी अब फर्स्ट भइरह मलाई कति धेरै म भोक कति म सुटा पराएको छ गाइस जस्तो बाबा भाइ आयो भने सुन्नु होला है तपाईहरुले हो त्यस्तै भयो ओ मेरो ब्रदर ओ मेरो ह्यान्डसम ब्रदर हाउ आर यु फिलिङ के फिलिङ फ्लाइट फिलिङ राजुको गाइस दानी रक्त त्यता जुङ्गा काण्डा भइरहेको छ यता यहाँ मम्मीको अब नक्कल गर्ने टाइम आयो गाइस अन्त मम्मी के छ नि यहाँ हेर्नु नि मुख हेर्न जति पनि रास्तो छ त तेरिका कस्तो भेट्नु मम्मीको बिस्किने पारा आयो गाइस रुकन एउटा पोज दिन्छु के लास्ट एकचोटि आएर माया गरे नि तपाईँको मलाई मागो न ल बाई गाइज बाई अब मम्मीको एउटा माया खुवाउँछु अनि तपाईँ जानु कति चढाउँछ नि चाहिँ माया एउटा माया मात्रै एक्टिङ हेर मम्मीको भिडियो हेर्नु मैले बोलेको भिडियो हेर्नु बा मलाई माया गरेको पानीमा कति पोर बाई गाइज बाई भन नो बाई गाइस